वर्षीय श्रीकृष्ण विक खुरकोट इलाका प्रहरी हिरासतमा मृत फेला। घटनाबारे सत्य तथ्य छानबिन गर्न प्रहरीको उच्च स्तरीय छानबिन समिति गठन। समितिको एउटै मात्र जिम्मेवारी थियो 7 दिनभित्र प्रतिवेदन बुझाउने। आज 18 दिन भइसक्दा पनि न प्रतिवेदन आएको छ न अल्पायुमा सन्तान गुमाएकी ती आमाले न्याय पाएकी छिन्। इन्सेकको तथ्याङ्क अनुसार पछिल्लो 1 वर्षमा मात्रै 88 जनाको हिरासतभित्र मृत्यु भएको छ। कस्टोडियल डेथ हुनेमा 52% दलित र सीमान्तकृत समुदायका छन् भने 56% मृत्युलाई आत्महत्याको रूपमा वर्गीकरण गरिएको छ। श्रीकृष्ण विकको मृत्युलाई आत्महत्या भनिनु नौलो नहोला, तर हिरासतभित्र हुने अधिकांश मृत्युलाई आत्महत्याको संज्ञा दिनु भने स्वाभाविक छैन। स्मरण रहोस्, जस्टिस डिलेड इज जस्टिस डिनाइज। बाचा पत्रको अग्र पंक्तिमा स्थान पाएको दलित समुदायको मुद्दालाई न्याय सुनिश्चित गर्दा र बजेट विनियोजन गर्दा पनि प्राथमिकतामा राखियोस् भन्ने निवेदन गर्न चाहन्छु।